सोलो माइक गाइजहरू तपाईँहरू ब्लगमा तपाईँलाई स्वागत छ। चाहिँ हामी अब केटाहरूसँग पिकनिक घुम्न जाँदैछौँ। उहाँ लप डाँडा होइन केर्खाको टक्क लाएर हामी यहीँबाट जाने हो। छिटो हो केटा, म चाहिँ लाग्दै गरेको गयो ल, हेर्दै गर्नु होला। अगाडि छन् होइन, हामी चाहिँ यहाँ छौँ होइन। म चाहिँ बिन्दासमा एक्लै पछाडि, केटाहरू अगाडि छन्। अब म टप जाँदैछु केटाहरूलाई हल्का केटाहरूसँग पुगिसकेँ होइन। ब्लग हेर्दै गर्नु होला, ओइली देख्न सक्नुहुन्छ। मोबाइल चाहिँ आज सबैलाई ह्याप्पी होली। अनि यो भिडियो लास्टसम्म हेरिदिनु होला। हामी पौडी सौडी हान्दैछौँ, म हन्टिङमा हिँड्दैछु मैले। हामी पिकनिक पनि गर्ने हो। मोबाइल चाहिँ गाना बनाउनुमै राम्रो यस्तो छ है तरिकाहरू। केटाहरूले उहिले हान्ने तरिकाहरू बवाल छ कि। यता दिवस काका हुनुहुन्छ, यता हाम्रो दाइ टक्क सुशान्त सर होइन। हेर्दै गर्नु होला भिडियो, फेरि हामी भेट्नेछौँ। फेरि त एकलट वान्स मोर बवाल छ है उहिले। सुशान्त सर ठिक छ, उहिले बवाल गइरहेछ एल्सन दाईको होइन। सर राई टक्क लाएर ल्याम हो बवाल तरिका बवाल छ है। उहाँसम्म पुगिसक्यो होइन, झरो बल्ल टक्क ल। हेर्दै गर्नु होला भिडियो चाहिँ एकदम रमाइलो हुनेछ। यता हाम्रो हुनुहुन्छ खतरा सुशान्त सर बवाल, हेर्दै जानु होला। फेरि हामी भेट्नेछौँ नेक्स्ट टाइम। छोड न 10x जुम हुन्छ हौ, छोड न कति बयान गरौँ मुखले। मोबाइल छ है भ्यू। हेलो हाई एभ्रिवान, के नाम अप्सरा हो? यो ठुलो यहाँ ढेकाला त मैले ओ जाऊ त ढेकाला त सुशान्त। कुन ओ यो त ठुलो ढेकाल देऊ न। हामी अब मेरो क्यामेरा नखोलेर होइन मैले भिडियो गर्न पाइनँ। अनि यहाँ माथि हामी टपमा आइसकेको छौँ। हाम्रो सुशान्त सर काम गर्नुहुँदैछ। गाइजु यहाँ यत्रो मैले बोलाइरहेको छु होइन। अनि एउटा सुन्दैन होइन, पसिनाले हामी फाक भइसक्यौँ होइन। ल हामी लिएर आउँछौँ एकछिन, हामी यहाँ बस्छौँ होइन। अब हामी सुख धुन्छौँ। हामी चाहिँ यहाँ खतरा ठाउँमा आएको छौँ। यो कुन ठाउँ हो सबैले गेस गरिदिनु होला। यहाँ म यो गरिदिनु, तिमी बोल्नु अनि ल। यहाँ पिङ खेलिँदैछ अब गाउँका दिवसकाले सुशान्त सर उता बसेर ब्याग भ्यू देख्न सक्नुहुन्छ। बवाल छ है। हाम्रो चाहिँ यहाँ मासु यहाँ छ। साथी छोड त, ओ साथी छोड न। उहाँ मासु छ होइन। यहाँ हाम्रो सामानहरू छ, यहाँ थुप्रै सामानहरू छ। हाम्रो कुकमेन भनेको मासु। यता दिवस काका, ओ दिवस काका कुकमेन यता कुकमेन अबिर भएर होइन। ठक्क कुकमेन चाहिँ पकाउँदैछन्। यहाँ हाम्रो गाउँहरू देख्न सक्नुहुन्छ, बवाल छ। यहाँबाट हेर्न मजा आइरहेछ। क्यामेरा क्वालिटी अलिक बिल्ला भएर यस्तो देखिएको छ है गाइजहरू। यहाँबाट आएर हेर्नु होला पिङमा सुतेर। हाम्रो यहाँ दाइले चाहिँ ज्यान सो गरिराख्नु भएको छ एल्सन दाइले। हामी चाहिँ यहाँ सुतिरहेको छौँ मस्त पल्टिङ। यहाँ आउनु होला, ठक्क उता खोला छ, यता यहाँ बस्ती छ, मान्छेहरू बस्ने गाउँ। यस्तो दामी छ कि हेर्न, उतादेखि उहाँसम्म परसम्म देख्न सक्नुहुन्छ। हाम्रो आगो पनि बलिसकेको छ माथि उहाँनिर। हामी अहिले भर बसेर आएको होइन, त्यही हो। अनि यता तलबाट हामी कत्रो हिँड्नु हामी टक्क लाएर लड्कीसँग बोल्दै अनि हामी टक्क यता दाइले भ्लग गर्नुहुँदैछ, मैले पनि गर्दैछु टक्क लाएर। अब फेरि भेट्दै गर्नुपर्छ। यो ठाउँको नाम चाहिँ फेरि लप डाँडा अरे होइन। लप डाँडा अलिक तल हो, हामी माथि टपमा आएको छौँ। अनि भ्लग हान्दैछौँ है हामी।
बवाल छ दिवस यहाँ पिङ यसरी सुतेर टक्क लाएर खेल्ने हो यस्तो गलिएको छ नि यस्तो गलिएको छ नि आज त तल्लोदेखि हिँड्दा 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 साइकलदेखि आधी बाटोदेखि हिँड्दा हिँड्दा आधी घन्टा जति लाग्यो होला आधी घन्टा पछाडि हामी यहाँ ठ्याक्क आइपुग्यौँ हाम्रो ठाउँमा अनि टक्क हामी बसेर पिङ खेल्दैछु म चाहिँ होइन तपाईँहरूलाई खेल्न मन लाग्यो भने आउनु होला बवाल छ अनि यो भिडियो के कस्तो लाग्छ सबैजनाले लास्टसम्म हेरिदिनु होला अब हामी ओर्लेर जाँदैछौँ यहाँ चाहिँ बस्ने ठाउँ होइन यहाँ चाहिँ के हो यो फेरि तेल जेसीको भर्दै गरौँ होइन यहाँनिर देख्न सक्नुहुन्छ पानी टक्क भुजा छ यहाँ हाम्रो गिलास भुजा नेल्सन दाई यहाँ हाम्रो छेत्री दिवस मन्जिल साथी मस्त मासु घोल्दैछ हामी चाहिँ इनारतिर जाँदैछौँ होइन पानी पिन ल्याम्प कुद्दै जाँदैछौँ हामी चाहिँ होइन कैडाहरू अगाडि गइसकेको छ आनन्द आइरहेको छ सुशान्त गइसकेको छ होइन टक्क आएर जङ्गल देख्न सक्नुहुन्छ भ्लग चाहिँ इन्ट्रेस्टिङवाला छ होइन टक्क लाएर कुदै तलसम्म पुग्नुपर्ने हो इनारमा जान आँटेको हामी होइन कस्तो डेन्जर हो ल्याम्प खाल्टै मात्रै छ त हौ टक्क लाएर आइसक्यौँ हामी तल ठ्याक्कै अब साएर जान पनि मिल्छ अब ब्याक क्यामेरा गरेर देखाउनेछु ब्याक भ्यूहरू सो यस्तो छ यहाँनिर भिड चाहिँ बिस्तारो जानुपर्ने हुन्छ रुख समात्दै गर्दै बिस्तारो यसरी जानुपर्ने हुन्छ यस्तो लाग्यो होइन यस्तो छ त्यहाँबाट लडियो भने चाहिँ यो प्लट लडियो भने सक्यो मान्छे ढुङ्गामा परेर होइन मान्छे झन्डै दाइ र सुशान अनि यो साथी अगाडि छ कुद्दा गलेको रहेछ बल्ल माटो आयो टक्क इनार पनि आइसक्यौँ होइन हामी ट्याक्क लाएर हामी चाहिँ टक्क इनार पनि आइसक्यौँ टक्क लाएर हामी चाहिँ तल झर्दैछौँ विशालले चाहिँ चाकमा हान्दैछ चाकमा होइन अहिले म मुलाको हान्छु अहिले फर्काएर इनार पनि आइसक्यौँ अब हामीले भनेको गाउँ चाहिँ यो डाँडादेखि पल्लो अनि त्यही यता हामी इनार यो भनेको इनार भइगयो योभन्दा पछाडिको यो डिलदेखि माथि घरहरू छ अघि देखाएको मैले माथिबाट देखाएको थिएँ नि उहाँ माथिबाट टपबाट आएको होइन टक्क लाएर सेम यो बाहिर मैले भ्लग गर्दैछु अनि यहाँ चाहिँ के हो पुल बनाएर राखेको छ यहाँ चाहिँ इनार छ होइन इनारभित्रबाट पानी झिकिन्छ अब उयो ठक्क बाल्टिङहरू छ बाल्टिङले झिकिन्छ खोलाएर हामी चाहिँ माथिबाट अनि यहाँनिर इनार लिन आएको इनारमा चाहिँ कतिको पानी छैन त्यो चाहिँ के हो त्यो बोटुकाहरू छिराइदिइरहेको छ कि तल यहाँ छ क्या माल यहाँ छ क्या यहाँदेखि पछाडि चाहिँ होइन यो देखिरहेको पछाडि चाहिँ घरहरू छ कि घरहरू टक्क लाएर होइन घरहरू छ घरतिर अब पानी माग्न जाने दिन्छ कि दिँदैन होइन भक्ते ठिक छ नि भक्ते यहाँबाट छिराउन केटा हो छिरो न केटा हो यहाँ छिरो टक्क लाएर पानी झिक्दैछ केटाहरू ल फेरि भेट्दै गर्नुपर्छ यहाँ माल पानी आइरहेछ माल अब बत्तलमा हालिन्छ हाम्रो यहाँनिर पानी टक्क लाएर यहाँ पढ्नु होला के लेख्छ देशु के लेखेको होस् यहाँ लुगा सुकाउने ठाउँ होइन ठक्क यहाँ चाहिँ यस्तो बबाल छ हामीलाई पुग्न 10 मिनट जति लाग्छ यो दाइले चाहिँ अब भिडियो गर्न लागि तयारीमा छन् यो दाइ पोस्टमा बसिराख्नु भएको छ ओ पानी भर साथी पानी ल्याम्लुम माल छ पानी जस यस्तो सफा छ कि
पानी त पानी घेर गयो न पानी पानी यसलाई त हानिहाल्नु न हौ यी कुदाप्टै छ यो त यो अलिक राम्ररी भएन साँच्चै तिमी के भएको हौ राम्ररी हाल है त्यहाँ पानी दुलोमा छिर्ने गरेको दुलोमा छिरान भने फेरि म पड्काउँछु है तिमीलाई एउटा छिर्कै केही छैन यहाँ केही छैन यस्तो सफा तन्दुरुस्त छ यहाँको पानी चाहिँ होइन इन्डियासम्म पुग्छ सबैलाई खान मिल्छ यहाँको पानी मिलियन होटलको साउको त्योले लान्छ नि यहीँबाट लान्छ क्या यहीँबाट टक्को लाएर होइन अब हामी भनेको यहाँ लोलासोला फुलाएको रहेछ को आएको थियो रङसँग आज होली हो होइन सबैलाई ह्याप्पी होली होइन भक्ते ठिक छ नि भक्ते हामी माथि चढिसक्यौँ उकालो पानी सानी भरेर टक्कला उकालो चढ्नुपर्छ अब चाहिँ थोरै उकालो छैन यस्तो छ उकालो सरामा टेक्दै जानुपर्ने हुन्छ ट्याट यस्तोमा रनिङ हाल्नु भने त गाह्रो सरले देखाउ भन्दैछ लु भन के भन्छ लाइक सब्सक्राइब ल ल ल ल ल 1 मिलियन 1 बिलियन ट्रिलियन होइन सिलियनै गरिदिनु न यहाँ चाहिँ बस्ने ठाउँ रहेछ है ढक्क लाएर आइफोन 6 लाई चाहिँ यो क्यामेरा झस्दै हान्दिन्छ होइन झस्दै हान्दिन्छ खान्छ यसले आइफोन 6 लाई खान्छ मार्केट खान्छ यसले यस्तो दिनसँग सँगै बस्यो ल ल ल ल टक्क लाएर यहाँ चढ्नु पर्ने हुन्छ उकालो 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 धेरै उकालो छ अब यहाँ पछाडि चाहिँ हल्का अलिकति कस्तो भनौँ ए यसको ल ल भेट्दै गर्नुपर्छ करिब पनि ल देख्न सक्नुहुन्छ उकालो चढेको यहाँबाट लडियो कि यस्तो ठाउँ छ होइन ल्याम 1 मिस गेम फिनिस हुन्छ है यस्तो यस्तो चढिराख्नु परेको छ उकालो हेर न यहाँ गाइजहरू सबैजना यहाँबाट हामी उरालोबाट आएको यस्तो सानो दुलो छ फेरि छिर्ने भने ल्याम ठुलो बनाउनु नि यो दाइहरूले फेरि यस्तै घाममा साइकल कुदाउँछन् अरे केही हुँदैन क्या फेरि अस्ति यस्तो लडेको अरे कि झन्डै यो दाइ यस्तोमा छिरेको अरे क्या लम्मै छिरेको भए त खम्मै हुन्थ्यो नि त यतिखेर त यस्तो यहाँ डाँडादेखि सिधै माथिको जङ्गलतिर पुग्नुपर्ने हुन्छ सास्तै बढ्ने छ सबैको उकालो चढ्दा यस्तो उकालो चढ्नु छ हामी यहाँ उहाँदेखि आएको तल्लोदेखि लास्टसम्म हेर्दै गर्नु होला भिडियो सबैजनाले अझै हाम्रो भिडियोहरू बाँकी नै छ नेक्स्ट क्लिपहरू बाँकी नै छ अझै माथि गएपछि इन्टरटेनमेन्ट हुन्छ पुरै खतरा खालके माथि पुग्न पनि टाइम लाग्छ नि अझै होइन हामी चाहिँ अहिले 3 जना मात्रै छौँ 1 जना चाहिँ लाग्दिसक्यो होइन पर लाग्दिसक्यो उहाँ त्यो के अरे मन्जीले लाग्दिसक्यो उहाँ पर छ माथि हामी चाहिँ तलबाट आइसक्यौँ माथितिर कलाएर हेर्न सक्नुहुन्छ यत्रो यता चाहिँ गहिरो छ मुख धुनु पर्थ्यो अघि याद गर्नु पर्दैन त्यो यो परको डिल देखिरहेछ नि यो डिल देखिरहेछ नि यो हो यहाँ पुग्नु पर्ने हुन्छ हामी यस्तो घुमेर टक्क लाएर थोरै हिँडिसकेन आज मार्टिनको हालत देख्न सक्नुहुन्छ कालो मार्टिन सेतो भइसक्यो जाँदा ओर्दा त कति अहिले कति बज्यो अहिले भनेको 4 बजेर 4 मिनट गइसकेको छ टक्क लाएर 4 बजेर 4 मिनट भने घर पुग्दा 6-7 बज्ने छ आजको होलीको सेलिब्रेसन यस्तै भयो होलीको लागि हामी यस्तो ठाउँमा आयो आज अब अर्को पालिको लागि सोचौँला होइन त्यही हो ल हेर्दै गरौँ भिडियो गलिसक्यो यस्तो एकछिन मजा लिनु होला सिनको हावा सर चलिरहेछ अहिले चाहिँ माथि आएपछि होइन यस्तो छ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ उहाँ माथि पुग्नुपर्ने हुन्छ यस्तो चढ्दै उहाँ माथि केटाहरू बसेको ठाउँमा पुग्नुपर्ने हुन्छ ठक्क केटाहरू
जानुपर्छ एकदिन यसरी नै रमाइलो गर्न केटाहरू क्लासको माथि पुग्नुपर्ने हुन्छ अब अलिकति जानु बाँकी छ कुद्दै कुद्दै लाग्दिउँ क्या रनिङ हान्न सकिँदैन केटा यस्तोमा चाहिँ अब थोरै छ हामी सगरमाथा चढिसक्यौँ हामी उहाँ कहाँदेखि आएको तल्ल न तलदेखि केटाहरू भएको ठाउँमा आइपुग्यौँ चाहिँ फोटो खिच्न आउँछ होइन सिनहरू अझै बबाल हावा आउनु थालेछ फोटो खिच्न सक्नुहुन्छ यहाँनिर माथि चढेर केटाहरू भएको ठाउँमा आइपुग्यौँ बल्ल तल्ल मासु पाक्दैछ टक्क लाएर दुई ठाउँ पाक्दै रहेछ त हजुर भनेन नि त केटाहरूले मलाई भन्नु थिएन म अघि बोकिदिने सबै पाक्दैछ टन्न यो दाइले चाहिँ यहाँ टक्क लाएर चौचौ पखाल्दैछ भुजिया छ पापड सापड टन्नै छ अन्डा सन्डा अब हामी यहाँ बसेर टक्क लाएर यसरी देखाउँदैछौँ अलिक बब्बाल देख्यो त हौ दिन सक्नुहुन्छ बब्बाल छ हामी फागबाट पिङमा धुल्दैछौँ टक्क लाएर है हामी चाहिँ उहाँ तल गएर आएको होइन देखिसक्नु होला भिडियोमा आइसक्यो केटाहरू हाम्रो केटाहरू पनि फोटोसोटो हानिन्छ अब हामी अहिले एकछिनमा खाइसकेर भने हामी घरतिर लाग्नेछौँ एकछिन बसेर हेर्दै गर्नुपर्छ भिडियो सबैजना माया देखाइदिनु होला फेरि भिडियो आउँछ यस्तै यस्तै यो खोला सिक्दै गयो भने चाहिँ कहाँ पुगिँदो रहेछ सबैजना कमेन्ट गरिदिनु थाहा छ नि यो सामानहरू जम्मै उता जाँदैछ माथितिर सब एउटै नछोडिकन ल्याम्लुम सो हामीले खाइसकेर पनि होइन टक्क लाएर म यहाँ बसिसकेँ होइन त्यो खाएको भिडियो चाहिँ अब हामीले अगाडि अब हाल्दैछौँ योभन्दा अगाडि अनि टक्क लाएर होइन यस्तो बस्दैछौँ आनन्द पेट सेट अगाएर होइन दिउँसो हानेर अनि तालमा सुसन सर उहाँ बस्दैछ होइन त्यही हो हेर्दै जानु होला ब्लग एकछिनसम्म अब हामी घर पनि लाग्ने हो होइन यही हो घर पनि जानु पर्यो नि त ल ल सो अब यहाँबाट हामी निस्किनु पर्ने हुन्छ होइन अब हामी घर पनि जाने अब आँटेको होइन सबैजना अब ठ्याक्क यतिखेर 5 बजिसक्यो होला होइन हाम्रो टाइम हेरिनौँ 5:30 भइसक्यो अब घर पुग्दा 8-9 बज्छ होला होइन अब हामी लाग्नेछौँ है यहाँबाट आज होलीको दिन यस्तै बितिहाल्यो होइन हाम्रो एल्सन दाई अरे के अरे यो दाईको नामै बिर्सिन्छु घरिघरि आनन्द दाई सो फेरि पनि हामी आइसक्यौँ ब्लगमा अब जान आँटेको लाग्दैन आँटेको होइन तलबाट हामी माथि आइसक्यौँ अब यहाँबाट निस्किनु पर्ने हुन्छ नत्र रात पर्छ होइन अब हामी निस्किन्छौँ है त यहाँ अड्किँदैछ क्यामेरा पनि स्टोरेज फुल नलाग्यो होला अनि टक्क हामी अब अलिक यसरी सो हामी चाहिँ घर लाग्दैछौँ होइन अब एकैचोटि बाहिर निस्केर मात्रै भिडियो गर्नेछौँ अगाडि छ डेक बजा हुँदैछ त्यही भएर मैले डेक बजाउनको लागि यहाँनिर क्यामेरा अफ गर्दैछु होइन अब बाहिर निस्केपछि टक्क म भिडियो गर्नेछु है सो हामी घर पनि आइसक्यौँ होइन रात पनि परिसक्यो हामी यतिखेरै भर्खर 7 बजे आइपुगेको होइन त्यही हो अनि ल हामी चाहिँ भ्लग गर्न पाएनौँ बाटोमा अनि त्यही हो घर आइपुगेँ अनि ठक्क अब जे जस्तो भए पनि घर आइपुग्यो छिटै 7 बजे नै भनौँ होइन थ्याङ्क्स फर वाचिङ दिस भिडियो यहाँसम्म आएर हेरिदिनु भयो एकमा धन्यवाद।